ठुलो समस्यामा कसलाई धेरै पुकार्नुपर्छ? प्रब्लम्स डोन्ट एनाउन्स देमसेल्फ। समस्या कसरी आउँछ एकै तालमा देखा पर्छ तपाईँ र मेरो जीवन। बाजा बजाएर आउँदैन। धेरैपल्ट हामी जब ठुलो समस्या हाम्रो जीवनमा आइपर्दछ, हामी पल्लो घर, तल्लो घर, माथिल्लो घर सबैलाई सुनाइ पठाउँछौँ। बाइबलले आज तपाईँ र मलाई सिकाउँछ कसलाई पुकार्नुपर्छ समस्या हुँदा। कल अन गड इन बिग प्रब्लम। संसारमा भएको सबै समस्या प्रभुले सल्भ गर्न सक्नुहुन्छ। संसारमा यस्तो समस्या छैन जो चाहिँ परमेश्वरले सल्भ गर्न सक्नुहुन्न। प्रभु यीशु ख्रीष्टको नाममा यहाँहरू सबैलाई जय मसीह। सधैँ झै हामी आज पनि प्रभुको वचन सुन्नेछौँ, प्रभुलाई नै वचनबाट महिमा दिनेछौँ। यी सबै कुराले हाम्रै प्रभुलाई उचाल्नेछौँ। मित्रहरू, आज म तपाईँको अघि एउटा शीर्षक, एउटा टपिकमा रहेर वचन बोल्नेछु। ठुलो समस्यामा कसलाई धेरै पुकार्नुपर्छ? इन बिग प्रब्लम्स हुम सुड वी कल अन द मस्ट। धेरैपल्ट हामी जब ठुलो समस्या हाम्रो जीवनमा आइपर्दछ, हामी पल्लो घर, तल्लो घर, माथिल्लो घर सबैलाई सुनाइ पठाउँछौँ। तर आज म तपाईँलाई के भन्छु भने ठुलो समस्यामा कसलाई धेरै पुकार्नु पर्छ। हेर्नुहोस्, बाइबलले तपाईँ र मलाई आइडिया दिन्छ, उपाय दिन्छ, सल्लाह दिन्छ, सुझाव दिन्छ। त्यही कारण म तपाईँलाई आज के भन्छु, ठुलो समस्यामा कसलाई धेरै पुकार्नुपर्छ? प्रब्लम्स डोन्ट एनाउन्स देमसेल्फ। किनभने समस्या चाहिँ बाजा बजाएर आउँदैन। म आउँदैछु भनेर सूचना गरेर, प्रसारण गरेर आउँदैन। समस्या कसरी आउँछ एकै तालमा देखा पर्छ तपाईँ र मेरो जीवनमा। अचानक देखा पर्छ तपाईँ र मेरो जीवनमा। हेर्नुहोस्, समस्याले कहिले पनि सल्लाह सुझाव अगाडि जानकारी दिएर आउँदैन। त्यही भएर तपाईँलाई म आज भनौँ, परमेश्वरको वचनले तपाईँ र मलाई सिकाउँछ कि हामी ठुलो समस्या पर्दा कसलाई पुकार्नुपर्छ भनेर। हेर्नुहोस्, when the problem is big, the prayers should be bigger. जब हाम्रोमा ठुलो समस्या देखा पर्छ नि, ओर पर अघि पछि चारैतिर, तपाईँलाई भनौँ म, the prayer should be bigger. हामीले प्रार्थना चाहिँ ठुलो बनाउनुपर्छ। प्रार्थना चाहिँ फराकिलो, निकै प्रार्थना अगाडिको भन्दा समय अझै धेरै बनाउनु पर्ने रहेछ प्रार्थनाको लागि समस्यामा। तर अरूतिर गएर सुनाउने, भन्ने, त्यसलाई उसलाई गर्ने होइन रहेछ। अस्ति अमेरिकामा ठुलो हिउँ पर्यो, सूचना भयो अब हिउँ पर्दैछ अर्को हप्ता भनेर पुरा सूचना भयो। साँच्चीकै हिउँ पर्यो, मान्छेले खानपिन सबै कुरा ठकठक घरमा रेडी गर्यो। तर समस्या तपाईँ र मेरो जीवनमा आउने समस्या यसरी आउँदैन। समस्या अचानक आउँछ, बाजा बजाएर आउँदैन। त्यही भएर बाइबलले आज तपाईँ र मलाई सिकाउँछ कसलाई पुकार्नुपर्छ समस्या हुँदा। कल अन गड इन बिग प्रब्लम। म तपाईँलाई भनौँ, वचनले सिकाउँछ परमेश्वरलाई पुकार जब चाहिँ तिम्रोमा ठुलो समस्या आउँछ। भजन सङ्ग्रह 50:15 भन्छ, भजन सङ्ग्रह 50:15, साम 50:15 भन्छ, कल अन मी इन द डे अफ ट्रबल। हेर्नुहोस्, तिमीहरूको सङ्कष्टको समयमा र सङ्कष्टको दिनमा मलाई पुकार र म तँलाई छुटाउनेछु। आई विल डेलिभर यु। त्यो सङ्कष्टको बेलामा मलाई तिमीले पुकार्यौ भने, तिमीहरूले मलाई हेऱ्यौ भने मतिर र मलाई भन्यौ भने, आई विल डेलिभर यु, म तिमीलाई के गर्छु, छुटाउँछु। नानीले तपाईँको छोराछोरीले बेसी कसलाई खोज्छ तपाईँलाई भन्नु समस्या पर्दा? ड्याड ममलाई खोजी पठाउँछ। हेर्नुहोस् है, किड्स कल अन देयर ड्याड एन्ड मम मोर वेन दे ह्याभ प्रब्लम्स। जब ठुलो समस्या नानीहरूलाई हुन्छ, गाह्रो पर्छ, लड्छ, उठ्न सक्दैन उनीहरू, केही गर्नु सक्दैन उनीहरू, आइया दुख्छ, यताउता भोक लाग्छ, उनीहरूले वरपर दिदीहरू सुतिरहेको हुन्छ। मेरो पनि सानो केटाको यता पल्लो कोठामा दिदी, ओल्लो कोठामा दिदी सुतिरहेको हुन्छ। तर हामी भाग्यमा आउँछौँ, हामीलाई नै आएर जाउँ कि जाउँ, यो देऊ, त्यो खाने, यो गर्ने, त्यो गर्ने भन्छ। किनभने आमा र बाउमा चाहिँ नानीहरूको ठुलो आशा र भरोसा हुन्छ। अब तपाईँ र म आज विश्वासी भएर पनि, हामीले वचन बुझेको छौँ र पनि तपाईँ र मैले कसलाई धेरै पुकार्छु? प्रेज द लर्ड। तपाईँ र मैले पुकार्नु पर्ने परमेश्वरलाई हो। आमेन, प्रेज द लर्ड। अनि प्रभुले के भन्नुहुन्छ वचनमा? र सङ्कष्टको दिनमा मलाई पुकार र म तँलाई छुटाउनेछु र तैँले मेरो महिमा गर्नेछस्। तैँले समस्याको प्रशंसा महिमा गर्नु पर्दैन, मेरो प्रशंसा महिमा हुनेछ त्यतिखेर।
तर मलाई पुकारी हेर्ने एकपल्ट समस्या पर्दा मलाई बोलाउ न इन्भाइट मी कल अन मी हेर्नुहोस् मलाई बोलाउनु त्यतिखेर म सुन्छु म तिमीहरूको चित्कारलाई तिमीहरूको दुःखलाई बुझ्छु अनि म के गर्छु आई विल डेलिभर यु म तिमीलाई छुटाउँछु आज मान्छे यो नजान्दाखेरि मान्छेले के गर्छ घर परिवार लाथालिङ्गै आफ्नो जीवन सबै कुरो अगाडि मान्छेको अगाडि देख्दा पनि लाज मर्दो यी सबै कुरो मान्छेले गरिपठाउँछ जब समस्या आउँदा चाहिँ उसले आफै ह्यान्डल गर्नु खोज्छ कसैलाई भन्छ देखाउँछ तर अनि बाइबलले प्रश्न भन्छ मलाई पुकार ट्राई गर्नुहोस् त टेस्ट इट अब ट्राई गर्न थाल्नुहोस् तपाईँले संसारमा हेर्नुहोस् भएको सबै समस्या प्रभुले सल्भ गर्न सक्नुहुन्छ संसारमा यस्तो समस्या छैन जो चाहिँ परमेश्वरले सल्भ गर्न सक्नुहुन्न समाधान गर्न सक्नुहुन्न तर संसारमा यस्तो समस्या मात्रै छ जो चाहिँ परमेश्वरले सल्भ गर्न समस्या समाधान गर्न सक्नुहुन्छ प्रेज द लर्ड संसारमा तपाईँको जीवनमा तपाईँको परिवारमा तपाईँको हरेक कुरोमा आउने हरेक ठाउँमा आउने बाधा विघ्न समस्या परिस्थितिहरू यस्तो मात्रै छ जो चाहिँ परमेश्वरले ही विल इजिली सल्भ देम परमेश्वरले त्यो समस्यालाई सहजैसँग समाधान गर्नुहुन्छ पुकार्दै हुनुहुन्छ आज तपाईँलाई समस्या भयो भने काहीँ नजानुहोस् आउनुहोस् बाइबलमा आउनुहोस् प्रभुलाई पुकार्नुहोस् प्रभुले भन्नुभयो म डेलिभर गर्छु आई विल डेलिभर यु म सुन्छु अब प्रश्न छ मेरो समस्या किन बढेर गयो मलाई समस्याले किन डुबायो तपाईँलाई प्रश्न छ मेरो समस्या किन बढेर जाँदैछ मेरो समस्या किन बढ्दैछ बढेको छ मलाई किन समस्याले डुबाउँदैछ सबै समस्या मानिसलाई भन्नु हुँदैन तपाईँले धेरैपल्ट हाम्रो जीवनमा धेरैपल्ट के गर्छौँ हाम्रो समस्या मलाई यो भयो त्यो भयो यो भयो त्यो भयो यो भयो त्यो भयो भनेर सबै कुरो मान्छेलाई भन्दै गर्दाखेरि आगोमा मटी तेल हाल्दा कस्तो हुन्छ हुर्रै बोल्छ नि हाम्रो समस्या पनि के हुन्छ कोही होला हो बलि पठाउँछ आगो हुन्छ किनभने हामीले के गर्यौँ रङ ठाउँमा गलत ठाउँमा लगेर हामीले भनी पठायौँ एक नम्बर परमेश्वर कहाँ जानुहोस् वचनमा दोस्रो नम्बर मण्डलीको धर्मगुरुसँग मण्डलीको गुरुबारसँग म पनि मेरो समस्या थामी नसक्नु भयो भने म पनि त्यसै गर्छु हेर्नुहोस् तपाईँले बाहिर देखाउनै पर्दैन त्यो समस्या सल्भ हुन्छ कत्रो ठुलो समस्याहरू मण्डलीभित्र सल्भ हुन्छ कत्रो ठुलो समस्याहरू परमेश्वरले सल्भ गर्नुहुन्छ समाधान गर्नुहुन्छ तर हामी कहाँ जान्छौँ आगो लगाइदिने ठाउँमा झन् ठुलो ठाउँमा लान्छौँ तर तपाईँ परमेश्वर कहाँ आउनुहोस् परमेश्वरको मानिस कहाँ आउनुहोस् हेर्नुहोस् सङ्कष्टमा डराउनु भन्दा प्रभुलाई पुकार्नुपर्छ समस्या हुँदैछ भने तपाईँलाई नि नडराउनुहोस् नभाग्नुहोस् समस्यादेखि तपाईँ नलुक्नुहोस् बरु तपाईँ के गर्नुहोस् परमेश्वरलाई पुकार्न थाल्नुहोस् प्रभु तपाईँले गर्न सक्नुहुन्छ उहाँले हामीलाई बचाउनुहुन्छ शर्ममा पर्नुबाट नोक्सान हुनुबाट लाजमा पर्नुबाट गाह्रो र साह्रो परिस्थितिमा पुग्नुबाट परमेश्वरले हामीलाई के भन्छ डेलिभर गर्नुहुन्छ आई विल डेलिभर यु तेरो समस्या जस्तो सुकै होस् बाइबलले के भन्छ मलाई पुकार तँलाई छुटाउनै छु हेर्नुहोस् सङ्कष्टको दिनमा हाम्रो परमेश्वर यति दयालु कृपालु यति मायालु परमेश्वर हुनुहुन्छ जसले खुसी हुँदा मात्र होइन समस्यामा मलाई पुकार भन्नुहुन्छ बाबुले आमाले छोराछोरीको समस्यामा पुकार्दाखेरि कहिले पनि इन्कार गर्दैन समस्या सल्भ गर्नु खोज्दछ परमेश्वर पनि हाम्रो त्यस्तै परमेश्वर हुनुहुन्छ हेर्नुहोस् जसले के भन्नुहुन्छ मलाई पुकार म समस्यामा तिमीहरूको त्यो गाह्रो परिस्थितिमा म के गर्छु तिमीलाई सहायता गर्छु आई विल हेल्प यु एन्ड आई विल डेलिभर यु मित्रहरू तपाईँको जीवनमा ठुलो समस्या आउँछ जीवनमा ठुल्ठुलो गाह्रो परिस्थितिहरू आउँछ तपाईँलाई त्यसले नष्ट गर्नु हुँदैन त्यसले मार्नु हुँदैन त्यसले तपाईँलाई कमजोर बनाउनु हुँदैन म तपाईँलाई उत्साह गर्छु त्यसमा तपाईँले लेसन सिक्नुपर्छ त्यसमा तपाईँले ज्ञान सिक्नुपर्छ त्यसबाट तपाईँले केही शिक्षाहरू लिनुपर्छ हेर्नुहोस् त्यस कारणले यिर्मया 33:3 पनि हामीलाई के सिकाउँछ बाइबलले मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउने छु मलाई पुकार न कसलाई पुकारेको कल अन मी मलाई पुकार तिमीले कसलाई पुकार्दैछौ अरूलाई पुकार्दैछौ हेर्नुहोस् अरूलाई पुकार्दैछौ तिमीले मलाई पुकार कलिङ अन गड इज अ साइन अफ फेथ अब यो परमेश्वरलाई पुकार्नु चाहिँ
सङ्कष्टमा परमेश्वरलाई पुकार्नु चाहिँ, परमेश्वरलाई खोज्नु चाहिँ, प्रभु म सकिनँ तपाईँले सहायता गरिदिनुहोस् भन्नु चाहिँ के अरे भने यो चाहिँ एउटा विश्वासको चिन्ह अरे। ल हेर्नुहोस् त, हामी विश्वासीले त सिकाउनु पर्ने रहेछ त अरूलाई। विश्वासीले त अरूको समस्या सल्भ गर्नुको लागि हुन्छ भनिदिनु पर्ने रहेछ। यस, गड विल डेलिभर यु, गड विल डेलिभर यु, परमेश्वरले तपाईँलाई छुटाउन सक्नुहुन्छ भन्नुपर्ने रहेछ। हेर्नु बाइबलले के भन्छ, त्यो चाहिँ एउटा नि साइन अरे, त्यो चाहिँ एउटा विश्वासको चिन्ह अरे। यो मान्छेले कतिको प्रब्लममा विश्वास गर्छ भन्ने कुरो त्यहाँ देखा पर्छ अरे। 1 नम्बरमा छ परमेश्वरलाई पुकार्नु विश्वासको चिन्ह हो। परमेश्वरलाई पुकार्नु के हो? हारेको होइन, त्यो डराएको होइन, त्यो झुकेको होइन। उसले के गर्दैछ? विश्वासलाई देखाउँदैछ, विश्वासलाई जाहेर गर्दैछ। गड आई एम हियर, लोर्ड आई एम हियर, प्रभु म यहाँ छु, म यहाँ छु प्रभु। समस्याले मलाई गाँजेको छ, उठ्नु नसक्ने बनाएको छ, गाह्रो परेको छ, मेरो मेन्टल्ली, मेरो फिजिकल्ली, मेरो स्पिरिचुअल्ली यसले मलाई गाँजिरहेको छ। शारीरिक क्षेत्रमा, आत्मिक क्षेत्रमा, मानसिक क्षेत्रमा यसले मलाई गाँजिरहेको छ। तर लोर्ड आई एम हियर, म तपाईँलाई पुकार्दैछु प्रभु, म यहाँ छु। 1 नम्बरमा जब हामी प्रार्थना गर्छौँ हामी परमेश्वरमाथि भरोसा राखिरहेका हुन्छौँ। प्रेज द लर्ड। जब प्रार्थना गर्छौँ परमेश्वरमाथि भरोसा राखिरहेको हुन्छ। यो गर्न विश्वासीलाई खाँचो छ, यो चाहिँ विश्वासीलाई चाहिने कुरा हो। यो गऱ्यो भने चाहिँ विश्वासीहरू बचाइनेछ, मानिसहरू बचाइनेछ। यदि तपाईँ र म सङ्कष्टमा परमेश्वरलाई पुकार्यौँ भने चाहिँ हाम्रो लाज शर्म अप्ठ्यारोबाट बचाइनेछ। 2 नम्बरमा छ परमेश्वरले प्रार्थना सुन्नुहुन्छ। गड हियर्स आवर प्रेयर्स, परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। सङ्कष्टमा तपाईँले प्रार्थना गर्नुहुन्छ नि, ओ प्रभु हिजकिया राजाले जस्तो, प्रभु म त कस्तो खालको यो मर्ने खालको म त खबर सुन्दैछु त प्रभु भनेर तपाईँ भित्तातिर फर्किनुहोस् कि घप्टो पर्नुहोस् कि तपाईँ कराएर प्रार्थना गर्नुहोस् कि जसरी तपाईँलाई आउँछ जब गर्नुहुन्छ नि, गड विल डेलिभर यु डेफिनेटली। परमेश्वरले तपाईँलाई छुटाउनुहुन्छ। 2 नम्बरमा परमेश्वर मौन बस्नुहुन्न, उत्तर दिनुहुन्छ। नानीहरू रोँदै गर्दैछ, बाबा भोक लाग्यो, आमा भोक लाग्यो भन्दैछ, त्यतिखेर हामी चुप लगाएर बस्दैनौँ। कोही बेला सुत्ने बेला भइसकेको हुन्छ, 11-12 बजेको हुन्छ रातको। अचानक नानीले के भन्छ, बाबा मलाई भोक लाग्यो, बिस्किट खाने, यो खाने, त्यो खाने, जुरुक्क उठेर गएर हामी दिने गर्छौँ, किन भोकै सुताउनु भनेर। परमेश्वरले जतिखेर पनि तपाईँ र मेरो चाहिँ पुकारा सुन्नुहुन्छ, किनभने बाबाको हृदय उहाँ छ। हाम्रो बाबा परमेश्वरसँग तुलाउनु हुँदैन। हाम्रो बाबाहरू नबुझ्ने पनि हुनसक्छ, तर हाम्रो परमेश्वर बुझ्ने परमेश्वर, हाम्रो परमेश्वर हामीलाई बचाउने परमेश्वर, हाम्रो परमेश्वर हामीलाई माया गर्ने परमेश्वर, हाम्रो परमेश्वर हामीलाई वास्ता गर्ने परमेश्वर, हाम्रो परमेश्वर सबै खालको समस्याले हामीलाई घेर्दाखेरि, बाबा आमाले हामीलाई छोड्दाखेरि पनि वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। प्रेज द लर्ड। यस्तो परमेश्वरलाई पुकार्नुहुन्छ। तपाईँ धेरैजनाकोमा समस्या तपाईँले अहिलेसम्म फेस गर्नु परेको छैन होला, तर धेरैजना जहिले समस्या फेस गरिराख्नु भएको छ। आज पनि समस्या, भोलि पनि समस्या, के साह्रो समस्या आएको तपाईँ भन्दै हुनुहुन्छ भने नि, ओ तपाईँलाई म आज भनौँ, आज तपाईँले परमेश्वरलाई पुकार्नुहोस्। कल अन मी। परमेश्वरले के भन्नुहुन्छ? मलाई पुकार, कल अन मी इन द डे अफ ट्रबल। तिमीहरूको समस्यामा, गाह्रो परिस्थितिमा म तिमीलाई के गर्छु? म तिमीहरूको प्रार्थना सुनिदिन्छु, म तिमीलाई छुटाउँछु, त्यहाँबाट तिमीलाई म निको पार्छु। आई विल डेलिभर यु, म तिमीलाई त्यहाँबाट छुटाउँछु, म तिमीलाई त्यहाँबाट निको पार्छु, म तिमीलाई त्यहाँबाट छुटकारा गर्छु। परमेश्वरले आज पनि भन्नुहुन्छ तपाईँ कसलाई पुकार्नुहुन्छ? मान्छेकोमा सबै समस्या लिएर नजानुहोस्। हेर्नुहोस्, यदि मान्छेकोमा तपाईँ सबै समस्या लिएर जानुभयो भने तपाईँको जीवनमा जहिले पनि झमेला हुन्छ। हेर्नुहोस्, तपाईँ धेरै जसो मान्छेले के गर्ने गर्दछ, मान्छेलाई भनिसकेर मात्रै चर्चको अगुवा लिडर्सहरूलाई भन्ने गर्छ। हेर्नुहोस् है, समस्या बिग्रिसकिकन लाथालिङ्गै भइकन भन्नुहोस् यतिखेर पनि, तर त्योभन्दा नि पहिला परमेश्वरलाई पुकारेर अनि तपाईँले आफ्नो कामहरू सुरु गर्नुहोस्। त परमेश्वरले तपाईँलाई कसरी छुटकारा गर्नुहुन्छ। तपाईँले समस्या देख्नुहुन्न। हेर्नुहोस्, प्रब्लम्स डोन्ट एनाउन्स देमसेल्फ। समस्याले सूचना नगरिकन आउँछ, बाजा नबजे आउँछ, हल्ला नगरिकन आउँछ, सुटुक्कै तपाईँको जीवनमा आएर तपाईँलाई लाथालिङ्गै पारिदिनु खोज्छ। हाम्रो परमेश्वर पनि तपाईँ देख्नुहुन्न नि, उहाँको शक्ति, उहाँको पावर, त्यो समस्यालाई नष्ट गर्नुको लागि, त्यसको किल्लाहरू भत्काइदिनुको लागि, त्यसको चेनहरू छुटाइदिनुको लागि, त्यसको योजनाहरू डिस्ट्रोय गर्नुको लागि, भाताभुङ्गे पार्नुको लागि हाम्रो परमेश्वर पनि अदृश्यमा काम गर्नुहुन्छ। आमेन।
अदृश्यमा काम गरेर दृश्यमा परमेश्वरले हामीलाई साक्षी दिनुहुन्छ, गवाही दिनुहुन्छ। देखिस् मेरो पावर, मैले भनेको थिएँ नि आई विल डेलिभर यु, म तिमीलाई छुट्याउँछु भनेको थिएँ नि, देख्यौ? तपाईँ भन्दै हुनुहुन्छ परमेश्वर कहाँ छ मेरो सङ्कष्टमा? खै म देख्दिनँ। तर तपाईँ प्रार्थनामा कति समय बिताउनुहुन्छ, कति परमेश्वरलाई पुकार्नुहुन्छ? अब मेरो 3 नम्बरमा छ परमेश्वरले लुकेका कुराहरू देखाइदिनुहुन्छ। गड रिभिल्स हिडन थिङ्स। गड रिभिल्स हिडन थिङ। परमेश्वरले गहिराएर गुप्त कुरा, नदेखेको कुरा, नबुझेको कुरा, समझमा नभएको कुरा हामीलाई परमेश्वरले यस्तो कुराहरू के गर्नुहुन्छ? उहाँले छर्लङ्ग पारिदिनुहुन्छ। प्रेज द लोर्ड, प्रेज द लोर्ड। परमेश्वरले लुकेको कुराहरू देखाइदिनुहुन्छ। यहीँनिर हुन्छ। तपाईँले टाढा खोज्नु पर्दैन, तपाईँले कोर्ट जानु पर्दैन, तपाईँले लयर किन्नु पर्दैन, वकिल किन्नु पर्दैन। तपाईँको समस्यामा हेर्नुहोस् त, परमेश्वर त यहीँ हुनुहुन्छ नि त। गहिरो गुप्त कुराहरू, नजानेको कुराहरू, तपाईँले नबुझेको कुराहरू, तपाईँको समझमा नभएको कुराहरू, तपाईँले ह्यान्डल गर्नु नसकेको प्रब्लम्स, समस्याहरूलाई सल्भ गर्ने परमेश्वरले सल्भ गरिदिनुहुन्छ। गहिरो गुप्त कुराहरू तपाईँको समझले त्यो गहिरो गुप्त कुराहरू बुझेको छैन होला, त्यो रहस्यको कुरो वचनबाट बुझेको छैन होला, त्यो गहिरो कुरो वचनबाट त्यो मान्छेले बुझेको छैन होला। दे डोन्ट अन्डरस्ट्यान्ड मेबी, होइन, बुझेको छैन होला। तर परमेश्वरको वचनले के भन्छ? गड रिभिल्स हिडन थिङ्स। परमेश्वरले गहिरो र गुप्त कुराहरू के गरिदिन्छ? प्रकट गरिदिनुहुन्छ, बुझाइदिनुहुन्छ, देखाइदिनुहुन्छ। आज तपाईँले यो ठुलो समस्यामा कसलाई धेरै पुकार्नुपर्छ भन्ने विषयमा वचन सुन्दै गयो, तपाईँ सोच्दै हुनुहुन्छ मैले कति सुनेको वचन, मैले कति बुझेको वचन। तर तपाईँलाई भनौँ समस्या आएको दिन नि यही कुरा हामी थाहा पाउँदैन। यिर्मया 33:3 समस्या आएको बेला यही काम गर्दैनौँ हामी, यही वचन मान्दैनौँ हामी, यही वचन पालना गर्दैनौँ हामी। वचन 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 वचन, यो वचनले काम गर्न सक्दैन, मेरो समस्या त वचनभन्दा ठुलो छ, मेरो समस्या त वचनले केही पनि गर्न सक्दैन भनेर तपाईँलाई म भनी पठाउँछु। तर तपाईँलाई भनौँ म वचनले नसक्ने, परमेश्वरले नसक्ने आजसम्म कुनै पनि समस्या पृथ्वीमा छैन, संसारमा छैन, तपाईँको जीवनमा आएकै छैन। तर जति पनि समस्या, कष्ट, विपत्ति, आपतहरू आउँछ नि तपाईँको जीवनमा, त्यो सबै परमेश्वरले समाधान गर्न सक्नुहुन्छ। हेर्नुहोस्, तर जाँच गर्नुहुन्छ परमेश्वरले, तपाईँले के गर्नुहुन्छ? पुकार्नुहुन्छ कि हुन्न? परमेश्वरलाई खोज्नुहुन्छ कि हुन्न? हामीले नबुझेका समस्याको समाधान उहाँले देखाउन सक्नुहुन्छ। प्रभु म कसरी गरौँ? मेरो डिभोर्स हुन आँट्यो, तपाईँ भन्दै हुनुहुन्छ। प्रभु म के गरौँ? मेरो घर बिग्रिनु आँट्यो। प्रभु म के गरौँ? मेरो छोराछोरीले यस्तो गर्यो त्यस्तो गर्यो, के गरौँ? मैले बुझिनँ, आई डोन्ट अन्डरस्ट्यान्ड। मैले बुझ्नै सकिने यो कुरा, आई डोन्ट अन्डरस्ट्यान्ड लर्ड, वाट क्यान आई डु फर्दर? अब म के गरौँ यहाँभन्दा उपरान्त? प्रभु वाट क्यान आई डु? म के गरौँ भन्दै गर्दा नि, यदि तपाईँले परमेश्वरलाई पुकार्नु भयो भने, परमेश्वरलाई भन्नुभयो भने, गड रिभिल्स हिडन थिङ्स। तपाईँलाई परमेश्वरले गहिरो गुप्त कुरो बताइदिनुहुन्छ, जो कुरो तपाईँले सक्नुहुन्न, जो कुरा तपाईँ आफै सक्नुहुन्न, जो कुरा तपाईँ आफै ह्यान्डल गर्न सक्नुहुन्न, यो कुरा सजिलो परमेश्वरले बनाइदिनुहुन्छ। प्रेज द लर्ड। 4 नम्बरमा मैले राखेको छु, समस्यामा प्रार्थना सबैभन्दा ठुलो शक्ति हो। प्रेयर इज द ग्रेटेस्ट पावर इन अ प्रब्लम। समस्यामा प्रार्थना सबैभन्दा ठुलो शक्ति हो। समस्यामा प्रार्थना सबैभन्दा ठुलो शक्ति हो। हेर्नुहोस्, केही गर्नु पर्दैन तपाईँले, प्रार्थना मात्रै। बाइबलले के चाहन्छ? प्रार्थना मात्रै गरेको। वचनले के चाहन्छ? प्रार्थना गरेको। समस्यामा मर्नु आँटेको मान्छेले, मर्ने डेट आइसकेको मान्छेले नि के गरेको छ? प्रार्थना गरेको छ प्रभुसँग। तपाईँलाई भनौँ, समस्यामा प्रार्थना सबैभन्दा ठुलो शक्ति हो। तपाईँलाई कुनै कुरोले पनि नि तपाईँलाई नि शक्ति दिएको छैन, मिलेको छैन भने नि, कुनै कुरोले तपाईँलाई नि बल दिएको छैन भने नि, कुनै कुरोले तपाईँलाई उत्साह मिलेको छैन भने नि, तपाईँ प्रार्थना गर्नुहोस्, प्रभुसँग पुकार्नुहोस्। हेर्नुहोस्, सबै कुरा अन्धकार हुँदा, बाटोहरू नदेख्दा प्रार्थनाले आशा दिन्छ। सबै कुरो तपाईँको डमडोल छ, अन्धकार छ, सबै कुरो यतापट्टि पनि हुँदैन, उतापट्टि पनि हुँदैन, यो पनि हुँदैन, यो पनि भएको छैन,
के गरौँ बाटोहरू सबै बन्द छ, अन्धकार तपाईँलाई पट्टी बाँधेको जस्तै भइरहेछ। समस्या आउँदा त्यस्तै हुन्छ, हामी सबै पसिना आउँछ, सबै अँधेरो भएको जस्तो हुन्छ है, केही थाहा पाउँदैन। लु तपाईँको जीवनमा पनि अब सबै कुरा अन्धकार हुँदैछ, बाटोहरू बन्द हुँदैछ, तपाईँले नदेख्ने अवस्थामा पुग्दै हुनुहुन्छ नि प्रार्थना गर्नुहोस्। प्रार्थनाले आशा ल्याउँछ, प्रार्थनाले परमप्रभु कहाँ पुर्याउँदछ, प्रार्थना परमेश्वरसँग बातचित हुन थाल्दछ, प्रार्थना परमेश्वर कहाँ जाँदछ अनि हाम्रो प्रार्थनामाथि परमेश्वर कहाँ पुग्दछ जाँदछ अनि उत्तर लिएर तल आउने काम गर्दछ। प्रेज द लर्ड। तपाईँ गर्नुहुन्छ, हेर्नुहोस्, जब यो काम गर्छु नि तपाईँ र मलाई नि समस्या सल्भ गर्नु गाह्रो पर्दैन। तर तपाईँ बाहिर नजानुहोस्, अरूलाई नसुनाउनुहोस्, ठुलो कुरा नगर्नुहोस्, समस्या आउँदै गर्दा प्रभुसँग प्रार्थना गर्नुहोस्। 5औं नम्बरमा मैले राखेको छु, परमेश्वरको योजना हाम्रो सोचभन्दा ठुलो हुन्छ। जहिले विचार गर्नुपर्छ, गड्स प्लान इज ग्रेटर देन आवर अन्डरस्ट्यान्डिङ। तपाईँले जहिले विचार गर्नुहोस्, हुनसक्छ तपाईँ समझदार व्यक्ति हुनुहुन्छ, तपाईँले धेरै कुरा बुझ्नु भएको छ, तपाईँले 5पल्ट 10पल्ट बाइबल पढिसक्नु भएको छ, तपाईँले वचन धेरै जान्नुहुन्छ, तपाईँलाई मान्छेले सल्लाह माग्नु आउँछ, तपाईँ एउटा गाउँको, तपाईँ एउटा समाजको सल्लाहकार हुनुहुन्छ या तपाईँ एउटा चर्चको सल्लाहकार हुनुहुन्छ, तपाईँलाई मान्छेले सल्लाह माग्छ, तपाईँलाई मान्छेले आशा गरेको छ, तपाईँसँग मान्छेले के कुराहरू सुझावहरू लिन्छ, तपाईँ जान्नुहुन्छ। तर तपाईँको जीवनमा नि जब नि तपाईँको जीवनमा पनि गाह्रो परिस्थिति आउँछ नि, समस्या आउँछ नि, त्यतिखेर नि के हुन्छ भने नि तपाईँ र मेरो धेरै कुराहरू हामीले गुमाइरहेको हुन्छौँ। हाम्रो समझले काम नगरिरहेको हुन्छ, हाम्रो विचारले काम नगरिरहेको हुन्छ त्यतिखेर पनि। किनभने मान्छेलाई तपाईँले दिने सरसल्लाह, बुद्धि, ज्ञान भन्दा परमेश्वरको ज्ञान बुद्धि अझै कति महान छ। अनि योजनाहरू, तपाईँले बनाएको योजनाहरू विफल भइरहेको छ, भएको छैन, फेल छ, आज पनि भोलि पनि कहिले पनि तपाईँको योजना पुरा भएको छैन भने परमेश्वरको योजना हाम्रो सोचभन्दा ठुलो हुन्छ। परमेश्वरको योजना, सोच, तपाईँ र मेरो विचार, तपाईँ र मेरो ज्ञान बुद्धिभन्दा ठुलो हुन्छ। गड्स प्लान इज ग्रेटर देन आवर अन्डरस्ट्यान्डिङ। हाम्रो समझभन्दा चाहिँ परमेश्वरको योजना ठुलो हुन्छ। त्यही भएर परमेश्वरलाई हामीले खोज्न खाँचो छ। उहाँले समस्याभन्दा ठुला र समस्याभन्दा गहिरा कुराहरू वा शक्ति प्रकट गर्नुहुन्छ। उहाँले समस्याभन्दा, अब समस्या आएको छ तपाईँको जीवनमा, त्योभन्दा ठुलो र समस्या यति गहिरो तपाईँ फसिनु भयो होइन, योसेफलाई खाल्टामा हाले, त्यो ठुलो समस्या उसको खाल्टाभित्र छ, देखेको छैन कसैले पनि, ऊ डुबेको छ, यति गहिरो छ। तर त्यहाँ यतिखेर परमेश्वरलाई पुकार्दै गर्दा योसेफलाई के गर्नुभयो, परमेश्वरले माथि निकाल्नु भयो शक्ति दिएर। आमेन। जेलभित्र हाल्यो, सुनसान छ, हल्ला छैन, उसको सपोर्टमा मान्छे छैन, त्यतिखेर नि परमेश्वरले के निकाल्नु भयो। प्रेज द लर्ड। उहाँले समस्याभन्दा ठुला र समस्याभन्दा गहिरा कुराहरू वा शक्ति हाम्रो जीवनमा आउँदै गर्दा पनि उहाँको आफ्नो शक्ति चाहिँ त्योभन्दा ठुलो गहिरो र त्योभन्दा ठुलो शक्ति उहाँले हाम्रो जीवनमा प्रकट गर्नुहुन्छ। प्रेज द लर्ड। प्रभुले आजको वचन पढाइ सुनाइमा यहाँहरू सबैलाई प्रशस्त मात्रामा आशिष दिउन्। सबैलाई जय मसीह।